So good morning everyone. हैन अब चाहिँ अब डे 2 को लागि हामी रेडी भइसक्यौं, हामी उठिसक्यौं। अब यसो मुखसुख धोएर टिटेको टल्केर दाँत सात टल्काएर यसो खाजा पानी खाएर हामी निस्किने छौं। हिजोको हाम्रो बसाइ चाहिँ यही भयो हैन। गुड स्टे यो चाहिँ हाम्रो बसाइ थियो हिजो। एकदमै तातो प्लेस रहेछ, न्यानो, यस्तो चिसोको केही अनुभवै भएन यहाँ। घाम लाग्नु गाह्रो छ यहाँदेखि। अब सनराइज सनराइज हुनु लाग्यो भन्दै थियो दाजुहरूले। सनराइज यहाँदेखि हुने रहेछ। गेस्ट हाउस चाहिँ यस्तै रहेछ है। Sun is coming. Sunrise, sunrise. Oh my lord, oh my lord. This is very it's very much precious moment. Wow, very much precious. Very mind blowing. 9, 10, 9, complete 8, 7, yes 6, 5, 4, 3, 2, 1, 1,000, 2,000, कस्तो मजा देखेको आम्मा। 4,000, 5,000, 6,000, सनराइज 7,000, 8,000, 9,000, 10,000, 9, 8, 7, 6, 5, 4, 9, 8, 7, 6, 5, 4, 3, 2, 1. Good morning today. यहाँ चाहिँ हाम्रो मुन्दुम ट्रायलको रुट रहेछ। अहिले चाहिँ हामी ठक्क होटल कम्फर्ट एन्ड होमस्टेमा छौँ। अब यहाँदेखि हामी हुँदै 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 हाँसपोखरीदेखि आजको हाम्रो टार्गेट चाहिँ मयुङ डाँडा 3333 मिटर एल्टिट्युडमा हुन गइरहेछ। हेरौँ हाम्रो भाग्यले के कसो साथ दिन्छ। माथिको होमस्टेसँग चाहिँ कन्ट्याक्ट हुन सकेको छैन नेटवर्कको व्यस्तताको कारण। अब माथि पुगेर हेर्नुपर्छ पास पाइन्छ कि पाइँदैन। पायो भने ठिकै छ, पाएन भने पनि हामी हैन गोठतिर भए पनि कचक कुचुक ढल्केर आउनेछौँ। सो गाइस, आजको हाम्रो मेन ट्रायल चाहिँ हैन मेन जर्नी आजदेखि अब स्टार्ट हुन गइरहेछ। हामीले चाहिँ होटलदेखि चेकआउट गरिसक्यौँ। अब हामी हाम्रो सरसामान बोकेर अघि बढ्दैछौँ है त। ल दाजुहरू एकदम रेडी जोस जागरको साथ अघि बढ्दै हुनुहुन्छ। लेट्स गो दाजु, लेट्स गो। यहाँ चाहिँ होमस्टेहरू पनि रहेछ हैन। हामी चाहिँ अलिक तल बस्छौँ। माथिल्लोपट्टि पनि राम्रो एकदम फुल बगैँचाको साथ के गोथिङ स्टे हो। आम्मा मजाको रहेछ लु यहाँ। यो अझै राम्रो रहेछ नि त।
फुलै फुलको बगैँचामा मेरी माया आमा दामी फुल फुलेको रहेछ ल ए छैन हाम्रो फर्स्ट टाइमै हो मिसले यो बाटो हो हस् त मिसलाई धेरै धेरै धन्यवाद यता 1300 लाग्नुस् त 1300 यता 1300 लाग्नुस् है त उकालो उकालो हैन 1300 यता धुप्पीपट्टि हो हजुर यता 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 दाइ यता यहाँ हाम्रो सिस्टरले चाहिँ मजाले हामीलाई लिड गर्दै हुनुहुन्छ यो 1300 जानु पर्ने हो यहाँदेखि उकालो सिधै उकालो उकालो निस्किनुस् अनि बाटो छ बाटो देखाइदिनु भएको छ छेउमा धन्यवाद हुन्छ सिस्टरको होमस्टे हजुरको हजुर हजुर यहाँ हुनुहुन्छ दिदी यो के नाम के हो गोटेसिङ होमस्टे गोटेसिङ होमस्टे आहा ल त हुन्छ धन्यवाद मिस ल राम्ररी जानु होला हुन्छ थ्याङ्क यू मिस ल हामी अब अघि बढौँ यो बाटोलाई छोडेर यो बाटो भन्नुभयो यही बाटो हुँदै हुँदै हामी अघि बढ्दैछौँ ए लु फेरि छु ए प्रकृति तिमीसँग साइनो गाँच्नको लागि म 7 समुद्र पारीदेखि आएँ तर तिमी किन मुस्कुराइरहेर एकदम मौन छौ बोला न प्रकृति तिमीसँग साइनो गाँच्नको लागि म यति टाढोबाट तिम्रो नजिक आइसकेको छु आई होप तिमी सन्चै छौ होला सायद तिम्रो सौन्दर्यताको बयान गर्न नसकेर नै म तिमीलाई भेट्नमा म यो ठाउँसम्म आएको छु आशा छ तिम्रो माया अनि मेरो माया अनि तिम्रो विश्वासलाई म कहिले पनि तोड्ने छैन म यसरी नै प्रकृतिमा रमाउन चाहन्छु तिमीले मलाई सदैव साथ दिनु पर्यो प्रकृति बस प्रकृति यार वाउ प्रकृति हल्ला मात्रै भो सल्लाह मात्रै भो डाँडामा चाहिँ नाच गर्नु चाहिँ गाइस इसाराले बोलाउँदा हेर्दैनौ वाउ Is this Switzerland? Yo. Right. Magere. यो हुँदैन लामो छ गडक लेफ्ट राइट ल मासुमा पल्किने लिम्बुनी तिरै ढल्किछु सुँगुरको मासुमा पल्केछु मायाको दैलो किन पो खोल्दैन म त मर्छु होला विष्णुको बोटमा झुन्डेर हैट एकदम बेस्ट मोमेन्ट जिरहेको छु गाइस हैट सो हामीले चाहिँ फ्रेस वाटर एकदमै रिच इन मिनरल्स होइन अझै के हुन्छ आयुर्वेदिक भिटामिनहरू नेचुरल सबै यहाँ जडीबुटीहरू आएको पानी चाहिँ हामीले भर्दैछौँ भरे दाइरा यही मास्टर हुन्छ 45 लाखमा किन्दा नि पाउँदैन यो पानी आए यो त अनि आफै अमूल्य छ नि दाजु Oh my goodness. Oh my lord. टेस्टी वाटर Oh my goodness. बस
माइलट स्टार्ट होइन दाजु म फोकस ल गाइस यो चाहिँ एकदमै प्रिसियस वाटर होइन भर्खरै मात्र हामीले यहाँनिर स्प्रिङ सानो स्प्रिङबाट भरेको पानी यो चाहिँ अब हामी टेस्ट कस्तो छ त भाइ एकदम प्रिसियस निकै चिसो एकदम लेकदेखि आएको पानी जस्तो छ होइन हामी त माथि पुगिन्छ होइन एकदम एकदम यस्तो पानी पिएपछि चाहिँ अब हामीलाई कुनै एनर्जी ड्रिङ्क चाहिएन क्या यही नै हो हाम्रो एनर्जी ड्रिङ्क ल त हामी चाहिँ यसो हल्का रेस्ट मोडमा अहिले ठक्क फलाइचा पनि बनाइदिएको रहेछ बस्नुको लागि ठक्क भारी यसो बिसाएर माइलट दाजु वान पोज प्लिज वान पोज आमा मेरो इन्स्ट्रक्टर ट्रेनिङ इन्स्ट्रक्टर दाजु यसरी माइलट हाइट मरद छ त दाजु मरद आमा मारा टोपीमा अलिअलि गलिँदैछ दाजु हान्नु थाल्यो अपिल म जान्न होला लेक कुमकुममा एकदम एकदम मेमोरेबल हुँदैछ गाइज तर थाकेको चाहिँ छैन अलिकति पनि गाना एकदम बेस्ट बजिरहेछ उकालो भरि यस्तै गाना बजेर गानामै मन गइरहेछ थकित केही फिल भएको छैन हस् त सो गाइज हामीले चाहिँ हाम्रो यात्राको क्रममा साथीहरू टिम होइन हाम्रो कम्फर्ट होमस्टेको टोलीहरूलाई पनि भेटिसक्यौँ होइन उहाँहरू जोस् अलिकति केही छिटो हिँड्नुभएको थियो र पनि उहाँले हामीलाई पर्खिँदै आउनुभएको रहेछ धेरै धेरै धन्यवाद यहाँहरूलाई यहाँ अगाडि पनि हुनुहुन्छ टोलीहरू अब बिस्तारोसँगै एकसाथमा अघि बढ्नुपर्छ होइन त ब्रदर एकदम रमाइलो हुँदैछ इन्जोय हुँदैछ होइन दाजुलाई त बोकेर लगिन्छ होइन होइन त्यो त भने मात्र हो ओहो ल फोटोसुट पानी आउन दिदी आउन हजुर शिशिर चाहिँ यहाँ छु म शिशिर कुन शिशिर बनाउँदै हुन्छ तिनजना छ दामी फोटो चाहिँ उमेरमा खिच्नु पर्ने रहेछ भाइ बुढा साह्रै मिठो सम्झना आउने त्यही भएर खिचिराख्नु है हुन्छ दाजु हुन्छ एकदम ब्रदर चाहिँ एकदम हाम्रो होइन किराती झन्डाको साथ अघि बढ्दै हुनुहुन्छ जय किरात बास कहाँदेखि आउनु ब्रदरहरू बेलबारी अरे नजिकै रहेछ नि त नि हामी म झापा यहाँ दाजुहरू धरान यात्रामा यतिको सहयात्रीहरू भेट्दाखेरि चाहिँ छुट्टै मजा आउँदो रहेछ है ल तमर खोलाको दोबानमा राति के सुत्ने पनि यो सबै टेन्सन पनि व्यवस्थित हो आमा यतिको जोसै हुनु पर्यो कडा फलामभन्दा कडा लेट्स वक हेलो ल यहाँहरूलाई मुन्दुम ट्रायलमा स्वागत छ ओके जोस यस ल जोस दाजु इन्स्ट्रक्टर दाजु बस कडा ल
यता ब्रदरको फाटो यसो आएको छ फेरि है ल जे होस् ल अघि बढ्यो गाइज कल के छ केटा हेलो गाइज हेलो मेन गाइजहरू चाहिँ उहाँहरू हुनुहुन्छ होइन गाइजहरूलाई बाई बाई यता पनि हुँदो रहेछ गाइजहरू गोरुज यहाँ हुनुहुन्छ गोरुजलाई पनि बाई पोखरी हाइट यहाँ हामीले पोखरी देख्न सफल भएको छौँ कुन पोखरी हो यो चाहिँ अलिकति तल गएर हेर्नुपर्छ होला नाम के हो आमा हामीभन्दा अगाडि पनि थुप्रैजना हुँदो रहेछ माथि हैट आज चाहिँ जोस् माथि गेस्ट हाउसतिर चाहिँ ठाउँ पाइन्छ कि पाइँदैन त्यसमा अलिकति डाउट लाग्नु थाल्यो थुप्रै हुँदो रहेछ अन द वे यो 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 पोखरी के पोखरी भन्छ मलुवा पोखरी आहा पोथी तल्लो भाले ए दुईटा छ हजुर यो माथि चाहिँ पोथी हो तल्लो चाहिँ भाले हो हैट यसलाई मजाले अलिक माथिदेखि देखिन्छ होला देखिन्छ है यहाँदेखि हस् जाउँ न हौ मिस जाउँ साथमा जाउँ जिन्दगीको मोडमा आधी बाटोमा आएर यसरी होइन तपाईँले आफूलाई धोका दिनु भएन तपाईँ आधी बाटोमै आफूलाई यसरी हरेस खाएर बस्नु भएन ठाउँ थाहा छ न कहाँबाट आएको थाहा छैन हिँडेको साथीहरू हामी यो चाहिँ एकदमै पिसको खोजीमा हिँडेको होइन पिसको खोजीमा रेस्ट इन पिस भएर जस्तो छ गाह्रो छ यो बाटो चाहिँ एकदम मजाको बनाइदिनु भएको रहेछ होइन ठक 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 सिडी स्टाइल बनाइदिएर कम्ती नै भेट्यो हामीले यो खालको बाटो चाहिँ यात्राको क्रममा जिन्दगीको गोरेटोमा हजुर यो यसो भ्लगमा छोटो मिठो सिसिरको भ्लग सिसिआरको भ्लग हुन्छ कहाँदेखि आउनुभयो तपाईँहरू झापा कुन ठाउँ दमकदेखि हो दमक कहाँनिर ए आइस हामी पनि नजिकै अलिक पर बिर्तामोडतिर होइन यहाँ दाजुहरू धानतिर ल आउँदै गर्नुहोस् है ल हामी चाहिँ अहिले यसो बस्ने ठाउँ यहाँ बनाइदिनु भएको रहेछ होइन यहाँनिर यो के रहेछ ब्रदर यो रेस्ट हाउस रहेछ है आहा हजुर चौतारा है आहा यो चाहिँ कसको स्थानीयहरूकै ऊ हो मेमोरीमा आहा यहाँ निर्माणकर्ताहरूको नाम उल्लेख रहेछ सहयोगी दाताहरूको ल बस्ने ठाउँले ठक्क मजाले बनिएको छ हाम्रो दाजुहरूले चाहिँ यता बस्ने एकछिन विचार गर्नुभयो सो यहाँ हामी केही चाहिँ रेस्ट मोड लिएर थप हाम्रो गन्तव्यमा अघि बढ्नेछौँ एकदमै पिसफुल प्लेस छ भिडौँ यहाँ म्याटो छेर बजौँ न भने सेल्फी हान न त्यो डन्टी तन्काएर कति 3जना 2जना हैट हावाको लहरसँगै उडे जाऊ मन भन्छ तिम्रो त्यो वासना मन मेरो छ कोही के हो तर हावा चाहिँ मिठो आइरहेको छ गाइज एकदम हावा जस्तै उड्न मन छ अल्झाइ नराख तिमीलाई पनि म बिर्सिदिन्छु
दाजु मुटु नदुखाइराको सानो जेबिएलको टक्कर दिन्छु नि म हो दाजु ब्रदर चाहिँ एकदम होइन हेल्पफुल मान्छे हुनुहुँदो रहेछ होइन अगाडि पछाडि साथीहरूको झोला पनि यसो बोकिदिएर ब्रदर अघि बढ्दै हुनुहुन्छ ठन्का घुमाएर उ तल डाँडो कटाइदिन्छु बस 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 भाइ बस यति भयो पुग्यो मलाई मान्छे मात्रै मिठो रहेछ शब्द त तितो हानेछ नि मलाई मेरो मुटुमै लाग्यो बस गाह्रो छ ल ल दिदीहरू पनि ल मजाले हस् ल साथीहरू यो चाहिँ हाम्रो ट्र्याकको फर्स्ट ओह्रालो रहेको छ है उकालो उकालो मात्रै चढेको थियो अहिले ओह्रालो झर्ने अनुभव पनि गऱ्यो मजा आउँदो रहेछ ओह्रालो झर्दा पनि एकछिन चाहिँ परदेशबाट फर्किआए आफ्नै गाउँ फर्किआए सो गाइस यहाँ चाहिँ मैले हाम्रै आफ्नै नजिकको होइन छिमेकी दाजुहरू दाजुभाइहरू दिदी बहिनी होइन बहिनीहरू भेट्यो ल यहाँहरू पनि उहाँहरू पनि ठक्कै हाम्रै अजुनधारातिर आसपासतिरैको हुनुहुँदो रहेछ ल उहाँहरूलाई केही 2 शब्द राख्नु नि त कस्तो लागिरहेको छ ट्र्याक एकदम रमाइलो तर एकदम हार्ड पनि छ होइन हजुर चढ्न एकदम मुस्किल भइरहेछ कहाँ बस्नु भइज हजुर हामी यहाँ चखेमा बस्नु ए हामी अलिक तल बस्यो भने त्यही भएर भेट भएन ल आउँदै गर्नुहोस् है ल हामी पनि आउँदै गर्छौँ हुन्छ अघि पछि भेटिँदै गर्छ माई लट गाइज प्लेस चाहिँ असम एकदम बबाल डाँडा काँडा होइन हरियाली रङ्गी चङ्गी बोट बिरुवा चराचुरुङ्गी पशु पन्छी चाहिँ अब अलिअलि देख्न गाह्रो छ हामीहरू पनि पशु चाहिँ नभनौँ होइन हल्का अलिकति सभ्य पशु नै हो सोसल एनिमल जस प्रकृति रमाइलो छ सुन्दर एकदम हेर्न लायक मनमोहक ल सो अन द वे बाटोमा चाहिँ हामीले यहाँ एकदमै मजाको होइन यो चिन्डोको आकृति बनेको यहाँनिर ठक्क बिसाउने होइन त फलैचा टाइपको ढुङ्गाको बनिएको रहेछ यो पनि एकदम आफैमा मनमोहक छ दृश्य चाहिँ यस्तै छ अन द वे दाजु आउँदै हुन्छ यस सल्युट दाजु बास जे होस् दाजु चाहिँ हाम्रो दाजुको चाहिँ के मेन्टालिटी छ भन्दाखेरि नबस्ने होइन स्लोली भए पनि अघि बढिरहने दाजुको यही सिद्धान्तमा चाहिँ हामी निकै टपमा आइसक्यौँ अहिलेसम्म हामी होइन निकै साथीहरूलाई अगाडिलाई उछिन्दै अघि बढिसक्यौँ होइन ब्रदर यही मेन्टालिटीमा चाहिँ अघि बढ्दैछौँ हामी ल अनि सुविधा पनि यहाँ बनाइदिनु हुँदो रहेछ होइन मजाले ढुङ्गामा पस क्या दामी तरिकाले खोपेर होइन पानाको पात जस्तो ठक्क आएर दाजु पानी यहाँ रहेछ दामी पानी भरौँ अघि हाम्रो खाली भएको छ सो यात्राको क्रममा यस्तो मजाको रुख बिरुवाहरू भएको ठाउँमा पनि हामीले पार गर्दै अघि बढिसक्यौँ हाम्रो दाजु निकै अगाडि हुन्छ सरोज दाजु हामीले अलिकति यहाँनिर क्यामेरा हाम्रो ड्रोन चेक गर्नको लागि चाहिँ हामीले अलिकति टाइम लियौँ हामी भेटिहाल्छौँ तर हाम्रो दाजु चाहिँ एकदम जोसमा अघि बढिसक्नुहुन्छ मलाई केटाहरू हेप्यो क्या भाइ हिँड्नु सक्दैनस् त मलाई हिँड्नु सक्दैनस् बोइलर भनेर हेप्यो क्या हजुर म त अब फिजिकल इन्स्ट्रक्टर पनि हो इन्डियालाई चाहिँ खास मैले जिस्किएर अलि लर्याङ गरेको केटाहरूले मगाएको फाइदा उठायो अब म भात खाने ठाउँमा नपुगिन्जेलसम्म हजुर मेरो स्पिड
अफ मुभमेन्ट चाहिँ यति नै हो दाजु ल ल लेट्स डु इट दाजु दाजुसँगै पनि अब हिँडिदिने हो है ल अघि बढ्दैछौँ हामी जोसमा फुल हामी त जोसमा होसमा पक्का ठोक्ने भने ठोक्ने होइन बजाउने हो ल बाटो चाहिँ यस्तै छ गाइज बाटो चाहिँ एकदमै होइन मजाको छ है आज जे होस् भगवान् इन्द्रदेवले पनि ठुलो साथ दिइराख्नु भएको छ जल झार्नु भएको छैन बादल सदल सबै आकाश एकदम मजाको खुलेको छ सायद दाजुहरूको हाम्रो पुण्यकै होइन फलस्वरूप आज यस्तो उचित मौसममा हिँड्नु पाइरहेछौँ बाटो यस्तै छ यस दाजु कति पनि हार नखाइकन पाइला अगाडि सर्दैछन् सही हो यहाँ चाहिँ मिठो अलिक उकालो थियो हल्का पार गऱ्यो अब त्यहाँदेखि फेरि स्ट्रगल सङ्घर्ष दुःख नगरी मजा आउँदैन मजा आउने यस दाजु एकदम एक दिनमा भरे गरेर चाहिँ मजा आउँछ हो दाजु सङ्घर्ष बिनाको होइन सफलताको कुनै भ्यालु हुँदैन र नि त अलिक दुःख कष्ट गरेको चाहिँ त्यसपछिको सफलताले चाहिँ जस छुट्टै आनन्द दिन्छ आनन्द बेग्लै दाजु एकदम दाजुहरू आउनुहुन्छ मजा आउँदैछ दाजु बाबु तिमी We are pushing दुई शब्द ourselves to our max limit. हाइट We are close to our destination. Our step never gonna be step back. We will be moving forward. बस दाजुको छोटो मिठो आउँछ तर कडा आउँछ ढिलो आउँछ गिलो ढिलो आउँछ कडा आउँछ ल सरलाई मजाको प्लेस हामीले भर्खरै यो घना जङ्गल चाहिँ पार गरिसक्यौँ अब हामी यो ठक्क यहाँनिर त्यति साह्रो ठुल्ठुलो रुख बिरुवा छैन अब चाहिँ होइन जस्तो लाग्छ कि अगाडि पनि के कस्तो हुन्छ हिँड्नेछौँ मजाले यस्तै भयो भने चाहिँ हामी एउटा ड्रोन सट हान्ने विचारमा छौँ हेरौँ के कस्तो हुन्छ अहिले चाहिँ हाम्रो ड्रोन सुट गइरहेछ ड्रोनलाई चाहिँ हावाले निकै च्यालेन्ज दिइरहेछ माथि देखिनु पनि देखिँदैन जस्तो छ मेरोबाट चाहिँ किटा जस्तो भएर उडिरहेछ ड्रोन चाहिँ हावा चाहिँ मस्त चलिरहेछ हावाले चाहिँ निकै अलिक ड्रोनलाई चाहिँ च्यालेन्ज दिँदो रहेछ झर्दैछ ओए आयो अन द वे चाहिँ हामीले यस्तो पनि देख्यौँ होइन मजाले यहाँ गुफा टाइपको वेलकम गेट टाइपको होइन ट्याक्क रुखको हाँगाहरूबाट ट्याक्क हामी इन्ट्री गरेर स्वर्गद्वारी टाइपको आनन्द लिँदै अघि बढ्दैछौँ अन द वे यो चिन्डो पोखरी चाहिँ धेरै रहेछ होइन चिन्डो टाइपको पोखरीहरू र यहाँ चाहिँ एकदम मजाको रुट देख्यो हामीले गेट वाल अफ चाइना जस्तै यहाँनिर होइन गेट वे टु मुन्दुम मजाको स्टेयरहरू बनाइदिनु भएको रहेछ घुमफिर गर्नेलाई होइन एकदम सहज होस् भनेर अनि यो के को बोर्ड रहेछ मजाले यसलाई प्रिजर्भ गरेर राखेको रहेछ होइन अनि यहाँनिर चाहिँ एकदम यो चाहिँ यस्तो चाहिँ गरिदिनु भएन भने हाम्रो अलिकति
सुझाव सबैलाई यहीँ लेखिरहेछ कृपया जताभावी फोहोर नगरिदिनु होला डु नट लिटर भनिरहेछ है। अब यसलाई चाहिँ कहाँ व्यवस्थापन गरौँ भन्दाखेरि यसलाई एक ठाउँ राखेर हामी अघि बढ्नेछौँ। यो यत्रो पार चाहिँ हामीले नागेर आइसक्यौँ। अब हामी यो बाटो हुँदै हुँदै अझै उता के छ निस्किनेछौँ उतै। हजुर Wow! Beautiful! My lord! Nice! होइन एकदमै चिल्लो ग्राउन्ड जस्तै छ क्या माथिको डाँडा चाहिँ। बाटो हेर, बाटो पनि एकदम मजाको छ, ठक्क काटेर निकालिदिएको जस्तो यो बनाएकै होला बाटो होइन, ढुङ्गा ढुङ्गा छापेर। हो मजाले ढुङ्गाहरू छापेर चाहिँ बाटो बनाउनु भएको रहेछ है। एकदम मजाको ठाउँ छ गाइस, मजाको ठाउँ छ। यदि कोही तपाईँहरू पनि ट्रेकिङको लागि यहाँ पूर्वतिर आउने सोचमा हुन्छ भने दिस इज द बेस्ट प्लेस फर ट्र्याक गाइज। यो नजारा, यो सुन्दरता दुनिया बेग्लै छ। What is this? This is heaven, my lord. Right. हेर्नुस् त अनि कति मजाको ठाउँ छ। सो मजाको प्लेसमा आइसकेको छौँ हामी। नाचगानको क्रम साङ्गीतिक माहौलमा गइरहेछ। नदीको दोबनमा जाउँ कि जोबनमा सरलाई 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 दियो।
राम्रो मिलेर माया राम्रो दिँदै खोलेर ओहो सच्चै राम्रो सिगरेर अति राम्रो मिलेर माया राम्रो दिँदै सच्चै थाहा छैन आफै लाग्छ देखेर दुई वचन मिठो बोलेर नि हजुर घाम लाग्यो घमाइलो गड सो फाइनल गाइज आज चाहिँ हाम्रो हामी चाहिँ अहिले हाम्रो लन्च ब्रेक होइन गर्ने स्टेसनमा हामी आइसक्यौँ यहाँ चाहिँ ठक्क दाजुहरू अगाडि दाजु दुई शब्द के कस्तो भइरहेछ तपाईँलाई के कति भोक लागिरहेछ So just now we are here at Dodre. So we are from Chakhewa Banjang आइस to Dodre. So there will be our lunch break. Lunch break will be the 1 hour, and then our destination is Mayung. Mayung. So we will be continue our trail. So let's move. लेट्स मुभ ए दाजु सो गाइज हामी चाहिँ धोद्रेमा छौँ अहिले धोद्रेको चाहिँ यस्तो छ भ्यू खाना के कस्तो रहेछ खाना भइसक्यो तपाईहरुलाई भइसक्यो ए आहा ल धन्यवाद जस्तै भ्लगर भेटाए नि सो गाइज हामी चाहिँ यहाँनिर हाम्रो होइन ठक्क हाम्रो गेस्ट हाउसमा चाहिँ आफै सर्भ गर्दै आफै लिँदै होइन यहाँनिर एकदम गर्न गइरहेछौँ काँक्रा अर्ग्यानिक काँक्रा ठक्क पिस 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 बनाएर नुनहरू छर्क्यो एकदम एकदम दाजु एकदम मजाले जत्रो भयो कि अलि सँगसँगै काट न है दाजु यसको अझै 2-3 लेयर बाँकी छ नि त यो फर्स्ट लेयर हो कटिङ राम्रो छ यस्तो गरेर त्यसलाई पनि अब स्लाइसिङ स्वाट यसलाई फेरि यस्तो घुमाएर यसलाई स्वाट अझै यसलाई यहाँ स्वाट ओहो अब यहाँ एक स्वाट एक स्वाट स्किलफुल यार स्किलफुल यसरी हामी काटेर व्यवस्था मिलाउँदैछौँ है त ल ओके स्टे ट्युन गाइज यो चाहिँ हाम्रो पहिलो घोडासँग भेटघाट ओ केटा हो केटाहरू बिजी छ चढ्नुमा लन्च खाँदैछ लन्च ब्रेक उनीहरूको हाम्रो भर्खरै लन्च ब्रेक सम्पन्न भएर हामी अघि बढ्दैछौँ अब लगभग हाम्रो यात्रा अझै आदि नै छ भन्ने हामीले ठक्क अनुभूति भयो ज्ञान प्राप्त भयो होइन नलेज मिल्यो दाजु के दुई शब्द So just now finish our lunch, right? So we are heading to Mayung. So let's see, लेट्स सी कतिको एडभेन्चर खालको छ हैन हाम्रो ट्र्याकहरु. So this is our very first time, हैन? यस So we don't know about Yes, Daja. more knowledge about the your track को बारेमा. So हैन जति एडभेन्चर उति हामीलाई के हो रमाइलो. रमाइलो यस यस दाजु एकदम एब्सोल्युट ल ओके थ्यांक यू. गाइस यहाँ चाहिँ मिठो उकालो रहेछ होइन उकालो मिठो भए तापनि यहाँको भ्यूहरू हेर्नु न टिम्कीहरू मजाको टिम्कीहरू रहेछ एकदमै बस हामीले भेडा पनि देख्यौँ होइन यो चाहिँ हाम्रो फर्स्ट भेडा हो माथि थुप्रै भेडाहरू देखिने छ ल भेडाहरू डराए जस्तो छ हामी अघि बढ्दैछौँ ब्याट्रीको अलिकति समस्या हुँदैछ सो सर्ट क्लिप मात्रै लिँदैछु है त यहाँ चाहिँ देख्नु सक्नुहुन्छ बुकी फुल चाहिँ एकदमै यति मजाले फुलेको छ कि डाँडा काँडा सबै सेतो होइन मगमगाउँदो देखिन्छ राइट हेर्नु न ल यहाँ मिसहरू चाहिँ ठक्क हाम्रो डेस्टिनेसनबाट फर्किँदै हुँदो रहेछ उहाँहरूले चाहिँ झन्डा राष्ट्रिय झन्डा बोकेर हिँड्नु भएको रहेछ सो हामीले चाहिँ जुन हामीसँग चाहिँ अलिकति बुद्धि पुगेन होइन हामीले चाहिँ लिनु अलिकति समय त्यस्तै भन्नु दिमागले पनि अलिकति दिएन
सो उहाँहरूलाई यसो रिक्वेस्ट गरेको उहाँहरूले चाहिँ रेडी हुनुभयो र झन्डा हामीलाई दिँदै हुनुहुन्छ होला कि तर हामी त लास्ट डेस्टिनेसनमा एउटा भिडियो बनाउनु छ ए हजुर होइन मिस एउटा भयो हामीलाई इनफ एकदम मजाले एउटा दिनु नै सबभन्दा ठुलो कुरो हो होइन धन्न मान्नुभयो लु यहाँलाई धेरै धेरै धन्यवाद ल ताले 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 यहाँ दाजुहरूले पनि ताले दिँदै हुन्छ परदेखि ए सब्सक्राइब गर्नु मेरो च्यानल चाहिँ शिशिरको ब्लग्स है त हस् धन्यवाद हजुर शिशिरको ब्लग्स धन्यवाद ल यात्राको क्रममा एकदमै सुन्दर होइन मनमोहक दृश्य देख्न पाइने रहेछ अब यो ठाउँबाट हामी अघि बढ्दैछौँ मयुङ डाँडा आइपुग्यो गाइस फाइनली चोकमा हामी केटा चोकतिर रपतिको माछीले कलिलो सिमलीको घिउ खायो मजाको छ यो प्लेस चाहिँ गाइस है एकदम मजाको छ क्यामेरामा के कस्तो कैद हुँदैछ ब्याट्री लो छ केही देखिएको छैन र पनि यहाँबाट आँखाले हेर्ने नजारा चाहिँ एकदम बेस्ट होइन डाँडा काँडा ल्यान्डस्केप होइन के भन्छ यसलाई स्लोप परेको मजाको लेयर छ यहाँ तल गाईहरू उराङहरू चढ्दैछन् दिस इज मयुङ डाँडा यो परको त्यो टेन्टहरू देखिएको डाँडा चाहिँ मयुङ डाँडा अरे आज हाम्रो बसाइ त्यहीँ हुन्छ हिमालचुली पल्लोपट्टि च्याचर गर्ने खोला हिमालचुली पल्लोपट्टि च्याचर गर्ने खोला लुकी छोरी लाउँछु माया दिदी नभन्नु होला लुकी छोरी लाउँछु माया दिदी नभन्नु होला कहाँ होला घर बार कहाँ होला गाउँ आग लगा देंगे